पिनास भएको 10 लक्षणहरू: थकान र कमजोरी हुने, गन्ध ठम्ब्याउन कठिनाइ, दाँत र गालाको दुखाइ, छिटो छिटो रुगा लाग्ने, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने, आँखा वरिपरि सुन्निने। हेलो, नमस्ते। आज हामी पिनासका मुख्य लक्षणको बारेमा कुरा गरौँ है त। नाक बन्द हुनु, नाकबाट बाक्लो पहेँलो सिगना आउनु, बास्ना गन्ध कम आउनु या नआउनु, अनुहार दुख्ने वा भारी हुनु। ती मध्ये कुनै पनि लक्षण तपाईहरुलाई छ भने तुरुन्तै जचाउन जानुस् है त। हाम्रो शिरमा टाउकोमा 4 जोडी साइनसहरू हुन्छ। नाकको दायाँ बायाँ म्याक्सिलरी, आँखाको बीच भागमा इथमोइड, अलिकति माथि फ्रन्टल र टाउको पछाडिपट्टि स्फेनोइड, जम्मा 4 जोडी साइनसहरू, जम्मा 8 वटा साइनसहरू हुन्छ। त्यो साइनसले चाहिँ नाकबाट लिएको श्वासलाई यसरी भित्र, त्यो साइनस भित्र मजाले घुमेर अनि बाहिर आएपछि हाम्रो टाउको हलुका हुन्छ र हाम्रो आवाज एकदम मिठो सुनिन्छ। कहिलेकाहीँ त्यो साइनसको समस्या भयो, त्यो साइनसको सानो सानो प्वालहरू हुन्छ, त्यसलाई अस्टियम भनिन्छ। यदि त्यो बन्द भयो भने साइनस भित्र हावा बस्नुपर्ने ठाउँमा कहिलेकाहीँ पानी जम्न सक्छ, पिप जम्न सक्छ वा मासु पलाउन सक्छ। त्यसलाई पोलिप भनिन्छ वा साइनोसाइटिस भनिन्छ। कहिलेकाहीँ नाकमा असाध्य एलर्जी हुने, ज्यादा हाच्छिउँ आउने, नाक बन्द हुने साथीहरूको पनि त्यो म्युकोसल इडिमाले गर्दाखेरि साइनसको प्वाल ब्लक हुन सक्छ र त्यो ब्लक भयो भने पिनास हुन सक्छ।